Hello everyone, welcome to a day in my life video. This is the first time I'm making a video on my birthday. Tada! आज म जुरुको उठेर चाहिँ वकमा निस्केँ। यो चाहिँ मेरो कम्युनिटीको सराउन्डिङ एरिया हो। एकदम राम्रो छ, वकिङ ट्रेल छ अराउन्ड 1 घण्टाको दुईटा कम्युनिटी जोडेर। अनि म फर्किएँ घर। मेरो बाबु चाहिँ छिट्टै उठेको रहेछ अनि मेरो हस्बेन्डले बाहिर ल्याउनु भएको। अनि हेर्नु न मेरो बेबी कति क्युट भएको छ। ऊ चाहिँ अहिले 11 मन्थ्स ओल्ड भयो। म बाहिर गएर आउने बित्तिकै उसलाई चाहिँ टाँसी नै पर्छ। त्यसपछि म सावर लिन गएँ अनि सावर लिइसकेपछि चाहिँ मैले एकदम लाइट ब्रेकफास्ट गरेँ आज। 2टा स्लाइस अफ ब्रेड र अनि अलिकति एप्पल मात्र। म बाबुसँग खेलेँ एकैछिन। खेलेपछि चाहिँ म आफ्नो काम गर्न लागेँ। म चाहिँ अहिले पिएचडी गर्दैछु। मेरो यो लास्ट सेमेस्टर हो। अनि स्लाइड्स बनाउँदै थिएँ, उसले काम गर्न नदिएर होइन, ल्यापटप उसैलाई चाहियो अरे अनि रुन्छ दिएन भने। अनि त्यही भएर म तल आएर काम गर्न लागेँ। यो चाहिँ मेरो लन्च हो आजको। लन्चको एकछिनपछि चाहिँ मलाई काँचो आँप खान मन लाग्यो अनि त्यसलाई चाहिँ नुन खुर्सानी म डुबेर खाएको हेर्नु न मैले। अनि बाबुलाई चाहिँ मैले लेमन ट्राई गराएको थिएँ। हेर्नु न उसको फेस, उसलाई मन चाहिँ पर्यो लेमन। अनि ऊ चाहिँ मेरो ट्विन सिस्टर हो। आज उसको पनि बर्थडे। आइ एम मिसिङ हर सो मच। आई विश यु ह्याप्पी बर्थडे माई सिस्टर। अनि 2 वर्ष अगाडि चाहिँ यही दिन चाहिँ मेरो हजुरआमाको डेथ भएको थियो। अनि यो चाहिँ हजुरआमाको मेरो लास्ट पिक्चर हो क्या। आइ एम मिसिङ हर टुडे सो मच। मेरो साथीहरू पनि आएको थियो आज दिउँसो मलाई सरप्राइज दिनको लागि। अनि उनीहरू डेकोरेसन गर्दै थियो। यहाँ हेर्नु मेरो छोरो रमाएको। उसलाई मान्छे आइसकेपछि अरू कोही चाहिँदैन, यति रमाउँछ नि। अनि यो चाहिँ मेरो हस्बेन्ड र बाबुको लास्ट लुक हो भने यो चाहिँ मेरो लुक हो। मेरो पिङ्क एन्ड वाइट थिम थियो। यो चाहिँ हामीले फर्स्ट केक काट्यौँ, साथीहरूले ल्याएको होइन। बाबुसँग केक काट्दा चाहिँ एकदम रमाएको थियो। यो चाहिँ सेकेन्ड केक हो। अर्को साथीहरूले ल्याएको राति 11:30 बजी म केक काटिरहेको थिएँ। अनि आज हामीले मोमो खाने प्लान गऱ्यौँ। यो चाहिँ मेरो साथीहरूले बनाउँदै होइन। आइ नट पर्फेक्ट मेकिङ मोमो बट दे आर कस्तो राम्रो मोमो बनाएको थियो। अनि मिठो भएको थियो मोमो चाहिँ। अनि मेरो बेबीलाई पनि मोमो भनेको चाहिँ हेर्नु उसको लागि स्पेसल मोमो बनेको थियो। उसले पनि मोमो खायो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ। बाई बाई।